यसलाई रिपोर्टिङ गरेँ आज, यसलाई रिपोर्टिङ गरेँ, यसलाई रिपोर्टिङ गरेँ, यसलाई गरेँ, यो ड्रेसिनालाई पनि रिपोर्टिङ गरेँ, यसलाई गरेँ। यसका थुप्रै बिरुवा निस्क्यो होइन, अब कता लाउने हो, कोइली भ्याउँछु। यो सानो बिरुवा किनेर ल्याएको थिएँ, यसलाई लगाएँ, यसलाई रिपोर्टिङ गरेँ। एकदम बाटैभरि पाइने फुल हो, तर मैले धेरै भेराइटीका लगाएको छु। यो सेतो हो। अनि यसलाई गरेँ। यत्रो यो पात पनि जाग्छ अरे भनेर ल्याएर लगाएँ। यो यहाँ खियाबाट लिएर आएको हाँगो भाँचेर यो कलरफुल पात थियो त्यहाँ, अहिले यस्तो कलरफुल भयो होइन, खै कस्तो हुन्छ पछि। यसलाई रिपोर्टिङ गरेँ नि, साना बिरुवा ल्याएको थिएँ, यत्रो भएन। यो लोकी प्लान्ट यत्रो 4वटा पातसितको छ, यसलाई लगाएँ, यसलाई लगाएँ। यसमा धनिया छर्नलाई यो भाँडा रेडी गरेँ। यो सेतो दुबो लगाएँ, यसलाई जागिसकेपछि सरप्प काटिदिएपछि हरियो भएर बल्ल पलाउँछ। यस्तो भिटाएर ल्याएर लगाएको। यसलाई पनि आज अर्को सानो भाँडाबाट अर्को भाँडा गराएको थिएँ। खुब निकै राम्रो फुल्छ, बिरुवा पनि राम्रो देखिन्छ, नफुले पनि फुल पनि निकै राम्रो फुल्छ। यो पनि आज यति काम गरेँ, अझै बाँकी धेरै छ। अब साँझ भयो, स्वास्थ्य ठिक छैन, आज त अलि गाली खाइन्छ। यसो अलिअलि बिसेको भएको, त्यहाँबाट माटा सुरु भयो।